राखेको यिनीहरू हडबड हुन्छ नि त हौ, यता गर्नु कि उता गर्नु। कहाँ राखेँ मैले फेरि खाता हो बुक। ग्यास लिक भएको हो, लिक। अरे बाबा साइडमा कहाँ लिक हुन्छ हौ, लिक भयो भने डाइरेक्ट लिक हुन्छ नि। हन बुवालाई थाहा पनि नभएको लिक कहाँनिर हुन्छ भनेर। अरे यो गन्दा सो यो 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 ला हेर्न खुट्टा पुस्ने पो दिनु। अनि सफा कहाँ छ त, यो धुको हिजोै मैले। ला मेरो फोटो झारेछ सबै। लु पक्रिन्छ फेरि यो फोटो के गर्नु? पक्रिन्छ यो फोटो अस्ति धुलाको। दुईजना एउटै कुरा बोल्नु फेरि बाँच्नै नथाल्नु त्यहाँ दुईजना फेरि हजुरबा र नाति। राम्रोसँगले भन्नु बाबु। बुवाले फेरि एरकम कोच चाहिँ सिल्टा आगे खुलाइने चाहिँ यस्तो नभन्नु, किन सिल नखोली नहेरी बोल्दै लाने साहेब बोल्छ। लाने साहेब बोल्छ। लु बाई 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 जा। हजुर आफूलाई चाहिँ भोक लागिसकेको छ साथीहरू है। अब दिदीकोमा गएको, उहाँ गएर रोटी बनाउँछु है, रोटी बनाएर खाने आँटा मुसिरहेको छु। पूजा गरिसकेँ आज है। यहाँ साथीहरू दिदीकोमा रोटी बनाउँदैछु आज है। सिलिन्डर सकेर भरेर लिएर आएर पनि फेरि लिक भएकोले गर्दा चाहिँ नि फेरि बुवालाई र दिदीको छोरालाई पठाएको छु। आज चाहिँ कुनै भिडियो गएको छैन मेरो है, भ्याइनँ मैले भिडियो बनाउनु साथीहरू। ल त अब आजलाई यति नै, यो रोटी बनाउने खाने है। अब भोलि भेट्छु हजुरहरूसँग। त्यतिन्जेलको लागि नमस्कार एन्ड बाई बाई। आज दिदीको घरमा रोटी बनाउँदैछु।